सम्पूर्णमा नमस्कार, गुड मर्निङ। अहिले हामी मनाहलु हिमालमा अगाडि लो बजारबाट मनाहलु हिमालको भ्यू देखाएछौँ। मनाहलु हिमाल चाहिँ नेपालको उच्च शिखरहरूमध्ये एउटा प्रमुखमा पर्छ। यसको उचाइ चाहिँ 8163 मिटर रहेको छ। यो चाहिँ संसारको 8औं अग्लो हिमाल हो भने नेपालको 6औं अग्लो हिमाल हो। यो चाहिँ गोर्खा जिल्लामा अवस्थित रहेको छ। तपाईहरुले हेर्न सक्नुहुन्छ। यो चाहिँ पहिलो आरोहण चाहिँ 1956 मा जापानिज टोलीहरूबाट गरिएको थियो। मनाहलु चाहिँ संस्कृत अर्थबाट राखिएको छ। यतापट्टिको चाहिँ मनाहलु हिमालको रेन्ज श्रृङ्खला हो। यता चाहिँ मुख्य हिम श्रृङ्खला हो। यो चाहिँ श्रृङ्खलामै पर्छ। लो बजारबाट देखिएको यो गोर्खामा अवस्थित छ र मनाहलु संस्कृतको मनसबाट आएको हो। यसलाई चाहिँ यसको अर्थ के हुन्छ भने आत्मा अथवा चेतना भन्ने हुन्छ मनासलुको। यसलाई चाहिँ आत्माको हिमाल पनि भनेर चिनिन्छ र विदेशीहरूले अथवा यसलाई चाहिँ उपनामले चिनिन्छ किलर माउन्टेन भनेर चिनिन्छ। यहाँ पर्वतारोहण गर्दा पर्वतारोही चाहिँ धेरै चाहिँ ज्यान जाने भएको हुनाले यसलाई किलर माउन्टेन भनेर पनि चिनिन्छ। तपाईले हेर्न सक्नुहुन्छ। यो एकदम प्राकृतिक सुन्दरताले भरिपूर्ण हिमाल हो। यो चाहिँ यो मनाहलु हिमाल अन्तर्गत मनाहलु सर्किट ट्रेक पनि विश्वकै चर्चित ट्रेकिङ मार्ग अन्तर्गत पर्दछ र यहाँ चाहिँ अझै हेर्न सक्नुहुन्छ। यो अगाडिपट्टिको गुम्बाहरू बौद्ध संस्कृति र गुम्बाहरूले यो क्षेत्र अझै आकर्षक बनाएको पनि तपाईहरुले देख्नुहुन्छ। यहाँको घरहरू हेर्नु सबै काठले बनेको छ। एकदम टेम्परेचर माइनसमा हुँदा पनि हामीले चाहिँ यो भ्यूको लागि एकदम हामीले सबै कुरा बिर्सेर रमाइरहेका छौँ। यसलाई चाहिँ यो एरियामा चाहिँ हिमचितुवा, रातो पाण्डा, हिमाली थार जस्ता दुर्लभ जनावरहरू पनि पाइन्छन् र यसै सँगसँगै यो जुन अगाडिपट्टि देखिएको गुम्बा डाँडो छ त्यसको साइडबाट लार्के पास पनि पर्छ। यही बाटो हुँदै लार्के पास गर्ने हो। लार्के पास चाहिँ मनाहलु सर्किट ट्रेकको चाहिँ आकर्षक बिन्दु पनि मानिन्छ। यो लार्के पास चाहिँ करिब 5160 मिटरको उचाइमा पुग्नुपर्छ। सबैभन्दा हाइएस्ट भनेको यो गोर्खा जिल्लामै पर्छ। मनाहलु संरक्षण क्षेत्र नै भनिन्छ यसलाई। यो चाहिँ मनाहलु सर्किट ट्रेक अन्तर्गतकै ट्रेक हो। यो चाहिँ प्रमुख जोड्ने चाहिँ हाम्रो यो धार्चेबाट गोर्खा हुँदै धार्चेबाट सुरुवात भएर धरमशाला हुँदै थिमथाङ मनाङतर्फ गरिन्छ यो लार्के पास। एकदम यही तल लोमा त यसरी हिउँ ढाकेको छ भनेपछि यो सर्किट ट्रेलमा सबै हिउँले ढाकिएको छ भन्ने कुरा पनि छ र यो मनाहलु हिमालको भ्यू, यो मनाहलु सर्किट ट्रेक, लार्के पास गर्नलाई तपाईँ इच्छुक हुनुहुन्छ भने यही बाटो हुँदै आउन सक्नुहुन्छ। एकदम मनोरम, रमणीय, सुन्दर रहेको छ। तपाईहरु यो बाटो आउँदा खोला, नाला, भिर, पाखा, वन, जङ्गल, हिमाल सँगसँगै यहाँको रहन सहन सबै देख्न सक्नुहुनेछ। एउटा एक मनोरम दृश्य पनि हो। नेपालमा बसेर यो पनि हामीले हेर्न सकिएन भने नेपालमा जन्मिएको कुनै अर्थ पनि रहँदैन। त्यसकारण यो क्षेत्रमा तपाईहरु अवश्य आउनुहुनेछ भन्ने आशा राख्दै अहिले छुटिन्छु। हस्, धन्यवाद।